हेलो गाइस, म चाहिँ यहाँनिर फेस प्याक बनाएको छु। अन्त यो फेस प्याक चाहिँ अब म मेरो फेसमा लाउँछु। अहिले चाहिँ मैले सबै फेस पनि क्लिन गरिसकेको छु। अब देखाउने छु। म तपाईँहरूलाई हल्का हातले नै लाउनेछु किनभने मेरोमा ब्रस त छ तर ब्रसले अलिक फिट मिल्दैन, त्यही कारण म हातले नै लाउँदैछु गाइस। म चाहिँ माथिको ग्लास हेर्दैछु नि त, त्यही भएर चाहिँ अलिक उयो देख्दैछ। मैले चाहिँ यसमा चाहिँ के इन्ग्रेडियन्ट हालेको छु तर मैले सो गरेन। अब नेक्स्ट टाइम चाहिँ म तपाईँहरूलाई फेरि म के हालेर मिक्स गरेर लाउँछु भन्ने कुरा चाहिँ म तपाईँहरूलाई बादमा देखाउने छु। किनभने आज अलिकति हतारतिर मैले अघि नै सेट गरेर राखेको थिएँ। एकछिन यसलाई राख्नुपर्छ नि त बनाएर, त्यही भएर मैले तपाईँहरूलाई देखाउनु पाइनँ गाइस। अन्त आउने नेक्स्ट भिडियोमा म तपाईँहरूलाई एड गरिदिन्छु के लगाउनुपर्छ भनेर। यो चाहिँ अब हामीले कोही कोही बेला लाउनै पर्छ किनभने अब यहाँ त पुरा घाम लाग्छ नि त हो। अनि साह्रो फेरि काली भएछ भन्छ होला नि त अरूले होइन, त्यही भएर लाउनै पऱ्यो। हामी केटीहरूलाई त अब के गर्नुपर्छ पर्छ, अब गर्ल्सहरूलाई याद छ होइन। हल्का छुट्टीको बेलामा टाइम पाएको बेलामा त हो, सधैँ त लाउनु हुँदैन, डेली लाउने कुरा पनि होइन। महिनामा एकखेप दुईखेप बिहाको बेलामा होइन। सधैँ त अब हाम्रोमा टाइम पनि त हुनु पऱ्यो। सधैँ अब केयर गर्नु पनि पाइँदैन आफ्नो स्किन, के गर्नु। ड्युटीमा ध्यान दिनुपर्छ। ड्युटीमा ध्यान दिनु भनेको अब के हुन्छ थाहा छँदैछ सबैलाई होइन, ड्युटी गर्नेहरू सबैलाई। त्यही भएर मेरो चाहिँ अब कस्तो देखिसक्यो लुक्स, मैले यता पनि डल्लै सेट गरिसकेँ अनि यतातिर पनि हो। यसको बादमा चाहिँ म तपाईँलाई देखाउँछु ल मेरो स्किन कस्तो हुन्छ। बाई बाई गाइस। गाइस मेरो चाहिँ 15 मिनट हुन आँट्यो। अब चाहिँ मैले वास गर्नेवाला छु। अलिकति अब लाग्छ टाइम गाइस। अब चाहिँ मेरो अलि हल्का वास गर्ने बेला हुँदैछ। तिम्रो सिलगढीमा चाहिँ एकदमै गरम लाग्नु थालेको छ नि त अब चाहिँ, त्यही भएर पुरा पोल्दैछ। त्यो चाहिँ डढेको हुन्छ नि त, त्यो सबै माथिबाट सुक्दै सुक्दै आउँदैछ नि त, त्यही भएर तपाईँलाई देखाउने छु वास गरेर। आफ्टर वाचिङ चाहिँ यस्तो देख्दैछ।